हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ म कटहरको सब्जी बनाउनु गइरहेको छु। हुन त मैले एक दुई खेप मात्रै बनाएको छु, पहिला पनि बेसी त बनाएको छुइनँ, तर आज चाहिँ बनाउँदैछु। कस्तो हुन्छ थाहा छैन। अब पहिला बोइल गरेँ, काटेर धोएर, त्यहाँदेखि बोइल भएपछि तासेर चाहिँ फ्राई गर्दैछु। मजाले फ्राई भइसक्यो। अब सब्जी बनाउनुपर्छ। भिडियो गरिदिने मान्छे नहुँदा चाहिँ मैले सबै डिटेलमा भिडियो बनाउनु सकिनँ। मसलाहरू हालेँ, सिम्पल जिरा, धनियाँ, हर्दी, नुन भयो है। खोर्सानी चाहिँ त्यस्तो खाइँदैन, नानीहरूले खाँदैन, त्यही कारण हालेको छुइनँ। टमाटरहरू हालेर मजाले पकाएर अन्त यो फ्राई गरेको यहाँ हालिदिनुपर्छ। इट्स रेडी। नानीको स्कुल बिहानै लाग्छ, अहिले त छिटो लाग्छ नि त स्कुलहरू, त्यही कारण अब नानी पनि खाना खान बस्यो। रिभ्यू चाहिँ उसकैबाट सुनौँ ल। ओके, बाई बाई। कटहरको सब्जी है भाइ, मजाले खाऊ ल। ओके। कस्तो भएछ भाइ? मिठो भएछ।